छ सो तपाईँहरू आएर डक्कै लगाएर यसो भिजिट गर्नुहोला। तपाईँलाई अनि नयाँ क्यामेरा, नयाँ लेन्स, नयाँ कुनै सामानहरू वा साँठफेर यताउति केही गर्नु पऱ्यो, तपाईँको रिपेयर गर्नु पऱ्यो भने अवश्य पनि रोयल क्यामेरा सबलाई सम्झिनु होला भन्न चाहन्छु। विशेष गरी हामी चाहिँ विशेष गरी केही कामको लागि, क्यामेरा सम्बन्धी कामको लागि यहाँ आएका थियौँ। त्यो हाम्रो काम पनि भयो नि होइन। सो हेलो गाइज, फाइनली यति बेला हामी रोयल क्यामेरा सबमा छौँ। डक्क लगाएर तपाईँ देख्न सक्नुहुन्छ। यहाँ दाइ पनि यतै हुनुहुन्छ। दाइ के भयो तपाईँको बस्नुको बारेमा के भनिदिनु पऱ्यो? सो तपाईँलाई क्यामेरा चाहिएको छ भने यहाँ रिपेयर गर्नुपर्ने छ भने हाम्रो बसमा भिजिट सक्नुहुन्छ। हाम्रो बसको लोकेसन छ नयाँ बस पार्क, लोकसेवा हल, 2nd फ्लोरमा रहेको छ। र अहिले त्यही हो तपाईँको दाइको चाहिँ उता चाहिँ पहिला पसल त्यो अहिले त्यो केही समय अघि चाहिँ यता सरिरहेको छ। म पनि कन्फ्युज भएर डक्कलाई यहाँ आइसकेको छु। तपाईँहरूले पनि केही क्यामेरा सम्बन्धी केही बेच्न किन्न चाहनुहुन्छ भने तपाईँहरूले अवश्य पनि रोयल क्यामेरा सब दाइले सम्झिन चाहनुहुन्छ अवश्य पनि। हामी पनि यहाँ केही समयपछि, लामो समयपछि दाइसँग फेरि भेटघाट भइसकेको चाहिँ हाम्रो क्यामेरा सम्बन्धी केही कामहरू थियो। सो गाइज, तपाईँलाई यही भन्न चाहन्छु कि विशेष गरी तपाईँ धेरै मेरो साथीहरू तपाईँले मलाई पर्सनली मेसेज भन्दा पनि धेरै साथीले मलाई भन्नु भएको थियो अवश्य पनि, किनकि क्यामेरा सम्बन्धी जानकारी भन्दा पनि धेरै जानकारी दाइलाई चाहिँ तपाईँले नयाँ लेन्स कुनै क्यामेरा कुनै किन्न चाहनुहुन्छ भने अवश्य पनि दाइको पसल नयाँ बस पार्क गङ्गापु रोड मलको 2nd फ्लोरमा आएर तपाईँले भिजिट गरिदिनु होला भन्न चाहन्छु। विशेष गरी ल दाइ किन भन्न चाहन्छु, विशेष गरी धेरै समयपछि भेट भयो, खुसी लाग्यो होइन। नेक्स्ट टाइम आउँछु पर्नु ल। हस् लेट्स गाइज, फाइनल्ली हामी चाहिँ विशेष गरी आजको भिडियो चाहिँ होइन यो चाहिँ म अन्त्य गर्न चाहन्छु। किनकि तपाईँहरू पनि केही क्यामेरा सम्बन्धी अवश्य पनि किन्न वा बेच्न वा केही त्यस्तो चाहनुहुन्छ भने अवश्य रोयल क्यामेरा सप नेपाललाई सम्झिनु होला। तपाईँ यहाँ नयाँ बसबार, ट्याक्कै नयाँ बसबारको 2nd फ्लोरमा रहेको छ। तपाईँ पनि आउन सक्नुहुन्छ। भिजिट गरेर तपाईँले नयाँ क्यामेरा अथवा तपाईँलाई सेकेन्ड ह्यान्ड क्यामेरा लेन्स तपाईँलाई सम्पूर्ण के जानकारीहरू दिनुको लागि तपाईँहरू यहाँ आउनुपर्ने हुन्छ, अवश्य पनि सम्झिनुपर्ने हुन्छ। र पहिलाभन्दा आजभोलि दाइको क्यामेरा सब फेरि सरिरहेको छ। पहिला चाहिँ उता अर्को साइडमा थियो भनेपछि अहिले चाहिँ यहाँ के अरे यो तपाईँले देख्न सक्नुहुन्छ भाइबाट खोलाएर यो चाहिँ बसपार रहेको छ। यो बसपारदेखि ठ्याक्कै तपाईँको लोटस मलको 2nd फ्लोरमा रहेको छ। तपाईँहरू पनि भिजिट गर्नु होला र नयाँ नयाँ क्यामेरा र तपाईँहरूसँग रिभ्यूको लागि पनि सम्झिन सक्नुहुन्छ हाम्रो दाइलाई। र तपाईँहरूलाई के भन्न चाहन्छु, विशेष गरी तपाईँहरूले त्यो लोकेसन बिर्सिनु भयो। तपाईँहरूलाई रोयल क्यामेरा सप नेपालको फेसबुक पेज अथवा टिकटकमा गएर तपाईँहरूले हेर्न सक्नुहुनेछ। विशेष गरी हामी टक्क लगाएर तपाईँले यहाँ देखिरहेको छ, माथि क्लोजर अपरेटर देखिरहेको छ माथि होइन, टक्क यसको माथि नै छ। सो तपाईँहरू आएर टक्क लगाएर यसो भिजिट गर्नु होला। तपाईँलाई अनि नयाँ क्यामेरा, नयाँ लेन्स, नयाँ कुनै सामानहरू वा साँठफेर यताउति केही गर्नु पऱ्यो, तपाईँको रिपेयर गर्नु पऱ्यो भने अवश्य पनि रोयल क्यामेरा सबलाई सम्झिनु होला भन्न चाहन्छु। विशेष गरी हामी चाहिँ विशेष गरी केही कामको लागि, क्यामेरा सम्बन्धी कामको लागि यहाँ आएका थियौँ। त्यो हाम्रो काम पनि भयो नि होइन। सो पनि आउन सक्नुहुन्छ। एकदमै राम्रो गरिकाले मिलाएर दिनुहुन्छ दाइले। नयाँ क्यामेरा अथवा तपाईँको पुरानो कुनै क्यामेराहरू रिपेयर गर्नुपर्ने छ, तपाईँलाई कुनै स्ट्यान्डहरू चाहियो भने तपाईँलाई अवश्य रोयल क्यामेरा सबलाई सम्झिन सक्नुहुन्छ। लेट्स गाइज, यति भन्दै म चाहिँ आज चाहिँ विशेष गरेर टक्क लगाएर यहाँ माथि छु। यति बेला बस पार्कको टक्क लगाएर माथि होइन। सो यति भन्दै मैले भिडियोमा धेरै बोल्न चाहिनँ। नयाँ अनुसार अवश्य लाइक, कमेन्ट, सेयर, सब्सक्राइब अवश्य गर्नु होला भन्न चाहन्छु। विशेष गरी लेट्स गाइज नेक्स्ट अर्को भिडियोमा हेर्नु होला। लेट्स गो।